कलेज पढ्ने विद्यार्थीहरूको त पकेटमा चाहिँ इमर्जेन्सी कन्ट्रासेप्टिभ पिल्स हुन्छ भनेर हामीले एउटा ट्रेनिङमा जाँदाखेरि त अब खै उनीहरूले कहिले कस्तो रिसर्च गरे थाहा भएन होइन। तर अब त्यसरी चाहिँ त्यस्तो भेटेँ अरे कि कलेज पढ्ने स्टुडेन्टको चाहिँ पर्समा चाहिँ इमर्जेन्सी कन्ट्रासेप्टिभ पिल्स हुन्छ अरे भनेर चाहिँ त्यस्तो चाहिँ एउटा रिसर्चले देखायो। अब कस्तो भन्दा जथाभावी प्रयोग गर्ने चलन किन भयो भन्दाखेरि गभर्मेन्टले त्यो एउटा दायरामा राखेकै छैन कि त्यसलाई। जस्तो हजुरले अहिले इजिली गएर एउटा फार्मेसीमा चाहिँ इमर्जेन्सी कन्ट्रासेप्टिभ पिल्स त किन्न पाउनुहुन्छ नै, तर अबोर्सन पिल्स पनि किन्न पाउनुहुन्छ कि हाम्रो नेपालको कन्डिसनमा। अनि जस्तो अबोर्सन पिल्स भनेको बाहिर जिल्ला अस्पतालमा कस्तो हुन्थ्यो भन्दा त्यो होल जिल्ला अस्पतालमा त्यही जिल्लाको त्यो भनौँ न मेन सदरमुकामको अस्पतालमा मात्रै पाइन्थ्यो। कतिजनाले लग्यो के गर्यो भने रेकर्ड हुन्थ्यो।